हामीले कहिल्यै एकदमै पहिलाको मान्छेहरूको जीवनी पढ्दाखेरि द पनिसमेन्ट फर देम वाज एक्जाइल। याद छ तिमीहरूलाई? स्कुलमा कोही कोही मान्छेहरूको जीवनी पढिरहेको हुन्थ्यौँ हामी। अनि त्यसपछि द्याट पर्सन युज टु डु समथिङ अगेन्स्ट द नेसन, अनि उसले लास्टै ठुलो क्राइम गर्दाखेरि पनि उसको पनिसमेन्ट चाहिँ एक्जाइल हुन्थ्यो कि ब्यानिसमेन्ट फ्रम द स्टेट। अनि त्यतिखेर पनि मलाई यत्रो गरेर लास्टमा एक्जाइल रे, वाट, दिस इज दिस इज अ रिडिकुलस पनिसमेन्ट। कसरी पनिस्ड भयो मान्छे, फालिदियो ल देशबाट, के भयो त, हु केयर्स जस्तो लागिरहेको थियो मलाई। तर इन्डिभिजुअलको कन्सेप्ट त हामीसँग पो छ त। अहिले आएर मात्रै मान्छेले तिमी को हो भन्दाखेरि म अर्पण हो भनेर भन्छ के। पहिलाका मान्छेहरू त तिमी को हो भन्दाखेरि म अर्जुनको छोरा, पद्मप्रसादको नाति, यो कुल, यो खानदानको जेठो छोरा भनेर त्यसरी इन्ट्रोड्युस गरेर हुन्थ्यो नि त। मिनिङ इन्डिभिजुअलिजम भन्ने कन्सेप्ट नै धेरै पछि आएको कन्सेप्ट हो होइन। सक्रेटिसले नो दाइ सेल्फ भनेको छ नि, सायद त्यही सक्रेटिसको पोइन्टबाट पुरै वेस्टर्न माइन्ड बिस्तारै बिस्तारै इन्फ्लुएन्स्ड भयो। अनि वेस्टबाट यहाँ अभियसली इन्फ्लुएन्स भइहाल्छ, हाम्रो त स्कुलिङ नै प्योरली वेस्टर्न सिस्टम त हो नि। इभन पहिलाको यो मुभीहरू हेर्दाखेरि, ग्लेडिएटरहरूको मुभी हेर्दाखेरि पनि यो वारियर्सहरूले आफूलाई त्यसरी नै इन्ट्रोड्युस गर्थ्यो कि आई एम सन अफ दिस, सन अफ द्याट, ग्रान्डसन अफ दिस द्याट गरेर हुन्थ्यो नि त। मिनिङ इन्डिभिजुअलिजम भन्ने कन्सेप्ट नै थिएन उनीहरूकोमा। सो जब इन्डिभिजुअलिजमको कन्सेप्टै छैन, जब मेरो आइडेन्टिटी भनेको आई एम कम्प्लिटली आइडेन्टिफाइड विथ माई कुल, विथ माई लिनिएज, विथ माई कम्युनिटी, त्यसपछि मलाई त्यो कम्युनिटीबाट फुत्त फालिदियो भने त द्याट इज अ ग्रेट पनिसमेन्ट टु मी। अहिले पो म कम्प्लिटली डिस्कनेक्टेड फ्रम एभ्री वान छु। ताल लाग्दैन मलाई, जहाँ भाग भने पनि भागिदिन्छु। तर पहिला त द्याट वाज माई एभ्रिथिङ। त्यहाँबाट फालिदियो भने त सिद्धियो, लाइफ एन्डेड। त्यही भएर रहेछ ब्यानिसमेन्ट त्यति ठुलो पनिसमेन्ट पहिला।